रोमानियामै सेलायो सोनी र सुस्मिताको जीवन सुतिरहेको बेला भयो विद्युत सर्ट, जिउँदै आगोमा जले। होटल डालेमा रोमानियाको राजधानी बुखारेस्टबाट लगभग 52 किलोमिटर दूरीमा पर्ने प्रहोभा स्थित तातरानी शहरमा पर्छ, जहाँ नेपालकी 21 वर्षीय सोनी लिम्बू र 24 वर्षीय सुस्मिता तामाङ सहित 5 नेपाली काम गर्दै आएका थिए। एक हप्ता अघि सो होटलले अग्नि सुरक्षा सम्बन्धी मापदण्ड पूरा नगरेको कारण प्रशासनले बन्द गरेको थियो, तर पनि होटल चलिरहेको थियो। यस बीच विद्युत सर्ट भएर होटलमा आगो लागि भयो। त्यही आगोमा सोनी र सुस्मिता जले। सोनी लिम्बू इलामकी हुन्। माई नगरपालिका वडा नम्बर 7 मा उनको घर छ। आमा विमला र बुबा धनराजको 3 सन्तान मध्ये उनी ठूली छोरी थिइन्। उनी पछि उनको 2 बहिनी छन्। वडाकी कार्यवाहक अध्यक्ष तेजकुमारी लिम्बूका अनुसार माइली अहिले 11 मा पढ्दै छिन्। कान्छी सानै छिन्। सोनीले 12 सम्म पढेकी थिइन्। सानो किराना पसल उनको आमा बुबाले चलाउँदै आएका छन्। त्यसको कमाइले 3 सन्तानलाई पढाउन लेखाउन धौधौ थियो। यसपछि सोनी आफू कलेज जान नपाए पनि बहिनीहरूलाई धेरै पढाउने सपना बोकेर रोमानिया लागेकी थिइन्। बुबा आमाको बुढ्यौली सुखमय बनाउनु थियो उनलाई र आफ्नो भविष्य पनि सपार्न चाहन्थिन्। सोनीकै जस्तो आर्थिक चपेटामा थिइन् काठमाडौँकी सुस्मिता तामाङ पनि। दक्षिणकाली नगरपालिका 9 का लक्ष्मी र कान्छाको उनी जेठी छोरी थिइन्। उनको तल भाइ छ। बुबा आमाको संघर्ष देखेर हुर्केकी उनी हालको महँगाईमा बाँच्न र खुसी खोज्न रोमानियाको लागि लागेकी थिइन्। सोनी 1 वर्ष अघि रोमानिया गएकी थिइन् भने 24 वर्षीय सुस्मिता त्यहाँ पुगेको मात्र 5 महिना भएको थियो। दुवैजना एउटै होटलमा थिए। होटल डालेमै उनीहरूसँगै कार्यरत म्याग्दी बेनिका नारायण विकका अनुसार अन्य कर्मचारीहरूलाई जस्तै होटलकै माथिल्लो तलामा सोनी र सुस्मिताका लागि बस्ने व्यवस्था थियो। सेप्टेम्बर 29 असोज 13 गते बिहान 7 बजे ठूलो आवाज निकालेर केही पड्कियो। कोठाबाट बाहिर निस्केर हेर्दा होटलको माथिल्लो तलामा आगो दनदन बलिरहेको थियो। आगोको लपका बाहिरसम्म आएको थियो। केही समयपछि प्रहरी र अग्नि नियन्त्रणको प्रयासमा आगो नियन्त्रणमा आयो। प्रहरीले सोनी र सुस्मिताको पुरै जलेको शरीर होटलबाट निकालेका थिए। सोनीले घाँटीमा सुनको लकेट लगाएकी थिइन्। त्यसैबाट सबको पहिचान भयो। सोनी र सुस्मिता सुतिरहेको बेलामा विद्युत सर्ट भएको थियो, जसले गर्दा पनि उनीहरूले भागेर ज्यान जोगाउन सकेनन्। जिउँदै उनीहरू आगोमा पोले। होटलको लापरवाहीले 2 सुन्दर भविष्य खोस्यो। उनीहरूसँगै आगोको चपेटामा आएकी इलाम चुलाचुली गाउँपालिका 3 की सुमिना मगर भने उपचाररत छिन्। कोठा बाहिर सुतेकाले उनी भाग्यले बाँचिन्। सोनी र सुस्मिताको सब बाक्सामा फर्किँदैछ। तिहारको रमझममा कार्तिक 2 गते सुशान्त तामाङ दिदीको चिसो शरीर लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। इलामबाट सोनीको परिवार राजधानी झर्नेछ। विदेशबाट तिहार मान्न घर आउनेहरूको भिडमा